नमस्ते, म ऋषिराम। आज फेरि एउटा भिडियो लिएर आइरहेको छु। म हाम्रो सञ्चिता बोखले र वीरेन्द्र बिसी दाइको चाहिँ एउटा डान्सिङ गीत आइरहेको छ। गीतको नाम रहेको छ मक्खै भएर भन्ने गीत चाहिँ अब आउन लागेको छ। सबैले आज मात्रै उहाँहरूको सुटिङ सम्पन्न भएको छ। सबैले एकचोटि उहाँलाई सल्लाह सुझाव के लाग्छ प्रतिज्ञा नदिनु नभन्नुलाई पनि भन्न चाहन्छु। सबैले गएर चाहिँ उहाँलाई माया गरिदिनु होला। उहाँको टिकटकमा, उहाँको फेसबुकमा, इन्स्टाग्राममा, जताततै होइन सबैले माया गरिदिनु होला पनि भन्न चाहन्छु। र यो भिडियो सक्दो सेयर पनि गरिदिनु भन्न चाहन्छु। सारा नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई चाहिँ सबैले सेयर गरेर साथ दिनुलाई पनि भन्न चाहन्छु। उहाँको गीत नयाँ सालमा रिलिज हुन गइरहेको छ, मक्खै भएर भन्ने गीत। र हामी सँगै बस्ने सँगै हन्ने हाम्रो एकदम आरजेको पनि बिग फ्यान हुनुहुन्छ, मिस्टर आरजेको पनि। र उहाँ भर्खरै 25 महिनापछि विदेश बसेर 25 महिनापछि गाउँ फर्किनु भएको थियो। गाउँ पनि नगएर केटीमा हुनुहुन्छ सुटिङ गर्ने क्रममा। आज मैले कन्ट्याक्ट गरेको थिएँ र उहाँले भन्नुभयो कि म आज भर्खरै सुटिङ समाप्त भएको छ अनि भिडियो एडिटिङको काम चलिरहेछ भन्ने कुरा गर्नुहुन्थ्यो। अब भिडियो मैले कहिले आउँछ त भनेको थियो। अनि उहाँहरूले भन्नुहुन्थ्यो कि अब भिडियो चाहिँ अब वैशाखको 2-3 गतेतिर चाहिँ हामीले रिलिज गर्ने कुरा भइरहेछ भन्ने कुरा गर्नुहुन्थ्यो। यो भिडियो सक्दो सेयर गर्नु होला। यो म तपाईँहरूलाई हल्का यो म्युजिकको भोइसहरू सुनाउँथ्यो होला त्योमा, किनकि जति हाल्दाखेरि चाहिँ त्यो त्यति पपुलर हुँदैन। रिलिज हुनेमा, रिलिज भएको र नभएकोमा, डेकमा बजाएको र धेरै उसमा फरक हुन्छ। त्यही भएर चाहिँ मैले उहाँलाई चाहिँ वीरेन्द्र बिसी दाइले चाहिँ नै उहाँले हिन्दी गाना यसमा गर्नुभएको छ। अनि सबैले गएर चाहिँ एकदमैसँग भिडियोलाई माया गरिदिनुलाई पनि भन्न चाहन्छु। सुटिङको भिडियो छुटपटमा आइरहेछ। अनि र मेरो युट्युब च्यानललाई पनि धेरै माया गर्नुलाई पनि भन्न चाहन्छु। अनि उहाँको पहिलो गीत पनि हो, पहिलो डान्सिङ गीत। बुढादेखि लिएर बच्चादेखि लिएर बुढादेखि लिएर पुरा बुजुर्ग मान्छेले देख्ने जस्तो उहाँले अब चाहिँ गीत निकाल्नु भएको छ। सबैले माया गरिदिनुलाई पनि भन्न चाहन्छु। अनि सबैले सक्दो सेयर पनि गरिदिनुलाई साथीहरू, किनकि तपाईँको लाइक कम आउँछ, सेयर पनि कम भइरहेछ। म धेरै भिडियोहरू बनाएर हालिरहेको हुन्छु। सबैले माया गरिदिनुला पनि भन्न चाहन्छु। एकचोटि हिन्दीमा छ यो चाहिँ, किनकि त्यो मक्खै भएर चाहिँ यो सङ यसमा हालेको छैन, उहाँले हाल्नुभएको छैन ऱ्याप हान्दाखेरिको, तर यसमा चाहिँ हिन्दी गाना चाहिँ एड गरेको छ। एकचोटि हेर्नुहोस् कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव चाहिँ दिन नभन्नुलाई पनि भन्न चाहन्छु है त। गएर चाहिँ सबैले माया गरिदिनुला। अब धेरै छैन, वैशाख लाग्न पनि नेपालको धेरै छैन। अब 15-16 त गइसक्यो होला पक्कै पनि। अब वैशाखको चाहिँ तपाईँको 2-3 गतेतिर चाहिँ गीत रिलिज हुन गइरहेको छ। सबैले चाहिँ धेरैभन्दा धेरै माया गरिदिनुलाई पनि भन्न चाहन्छु उहाँको, किनकि पहिलो गीत हो र गीत पनि बवाल बनेको छ। मैले हल्का छोटो सुनेको उहाँको अघि लाइभमा पुरा बात एकछिन सुनेको मैले, बब्बाल गीत बनेको छ। सबैले माया गरिदिनुलाई पनि भन्न चाहन्छु। र यो भिडियोलाई पनि सक्दो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसम्म चाहिँ पुर्याइदिनुलाई पनि भन्न चाहन्छु है त।